भयो कि हेलो एभ्रिवान, स्वागत छ मेरो ब्लगमा। गाइज मैले चाहिँ माइक मगाएको छु, गिर्नारो P10 माइक हो। यो चाहिँ आज चाहिँ फाइनली मेरो 2-4 वर्षको सोख पुरा भयो। त्यो पनि कसरी सोख पुरा भयो तपाईहरुलाई सबै बताउने छु। भिडियो हेर्दै गर्नु होला। यसको अनबक्सिङ हेर्नु होला पहिला है। अनबक्सिङ चाहिँ मैले गरिसकेको छु। यो आवाज चाहिँ यही माइकबाट चाहिँ सुन्दै हुनुहुन्छ तपाईहरु, किनकि यो मैले चाहिँ अनबक्सिङ गरिसके। अब तपाईहरुलाई देखाउनको लागि मात्रै हो है। यो चाहिँ यसमा चाहिँ यो डब्बा आउँदो रहेछ के, यसको सेफ्टीको लागि। यहाँ भित्र चाहिँ राखेपछि चार्जर हुन्छ हैन। अब यसरी चाहिँ यो माइक आउँदो रहेछ के। यस्तो माइक छ यो, एकदम राम्रो छ क्वालिटी। अगर जोरसँग बोलेपछि चाहिँ जोरसँग आवाज आउँदो रहेछ हैन। सानो आवाज जसो आवाज त्यस्तै आवाज आउँदो रहेछ के। यो चाहिँ माइक हो है। यो चाहिँ सेफ्टीको लागि रहेछ, चार्जर यताउति सबैतिर। यो माइक चाहिँ आज कसरी आयो तपाईहरुलाई सुनाउँछु म। मैले चाहिँ जुत्ता मगाएको छु अनलाइनबाट, त्यो पनि फ्लिपकार्टबाट मगाएको छु। यो चाहिँ एमाजोनबाट चाहिँ हिजै मैले यो अर्डर गरेको थिएँ। यो आउला भन्ने सोचेको पनि थिएन मैले। 2-4 दिनको अन्दरमा 2-4 दिनमा नआउला सोचेको थिएँ। यो चाहिँ हिजो मगाएको आजै आइहाल्यो के हैन। म चाहिँ जुत्ता मगाएको होला भनेर कल गर्दाखेरि गएँ, मा त यो माइक आएको रहेछ। अगर यो माइक आएको छ भनेर सुन्यो भने म चाहिँ जाने थिएन, किनकि अब मगाइसकेपछि 1-2 दिनमा मेरो चाहिँ मोड चेन्ज हुन्छ कि हैन। कहाँबाट दिने के दिने, यो राख्यो भने चाहिँ काम आउला, यो आउला ऊ आउला भन्दा मेरो मोड चेन्ज भइखेर क्यान्सल लास्ट 1-2 दिनमा म क्यान्सल पनि गरिदिन्थेँ। तर चाहिँ क्यान्सल गर्ने टाइमै पनि भएन र त्यो सोच पनि आएन के। हिजो मगाएको आज पनि आइहाल्यो के। त्यही भएर चाहिँ यो माइक मगाउन आउन सफल भयो कि मेरो हातमा। अब त्यस्तो यसको रेट चाहिँ 2400 हो हैन। अब यस्ता 2400 रुपैयाँ चाहिँ मेरो कति गयो। अब माइक म चाहिँ पैसा भयो चाहिँ केही न केही खरिदिहाल्छु हैन। अब खरिदियो भने सही, खरिदिएको पनि सही सदुपयोग गर्नु पर्यो हैन। त्यस्तै राखेर चाहिँ भएन। अब चाहिँ भिडियोहरु राम्रो आउँछ, राम्रो क्वालिटीको आवाजहरु एकदम सही तरिकासम्म तपाईहरुको कानसम्म पुग्छ। त्यो हातले चाहिँ लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है। मैले चाहिँ मेहनत गरेर अब चाहिँ भिडियो बनाउँछु सकेसम्म चाहिँ। अब चाहिँ लाज मर्दो कुरा भइगयो हैन। मैले चाहिँ भिडियो नबनाएपछि भिडियो चाहिँ बनाउनु पर्छ हैन। कुनै हालतमा पनि मैले भिडियो बनाउनु पर्छ, तपाईहरुले हेर्नु पर्छ र लाइक गर्नु पर्छ है। अब चाहिँ यसको यति 40,000 को फोन, 2500 को माइक, 2400 को हैन। अनि यो म 1 करोडको मान्छे चाहिँ 2 करोड बनाउनु पर्छ है। अन्डा ल्याएका छन् अनि यो डब्बा ल्याएको छ। यो डब्बा चाहिँ मैले नेपाल पुर्याउँछु गाइज। के गर्छ नेपाल पुर्याएर सोच्दै हुनुहुन्छ भने डम्बल बनाउँछु। यी बडी बनाउनु पर्यो पो, डम्बल बनाउँछु। अनि अब हामी खाना खान्छु। खानामा चाहिँ मैले एक सुप ल्याएको छ हैन। गरम गरम सुप छ, अनि राइस छ, अन्डा कडी छ। अब चाहिँ हामी खान्छु है बस।